हुन्छ। हाजिमे मासिते। हजुर नमस्ते। हजुरको नाम दावागिन जिल्लामा अनि स्टाफ नम्बर 77238। 77238 है। उम्, हजुर। अनि हजुर अहिले आफ्नो जुन कामको लागि कन्ट्र्याक्ट गर्नुभएको थियो त्यही काम गरिराख्नु भएको छ नि है। त्यसमै हो काम त। त्यो बाहेक अरू केही काम गर्नुभएको छैन है। छैन। हजुर अहिले हाम्रो कम्पनी छोड्ने सोचमा हुनुहुन्छ कि यसमै कन्टिन्यू काम गरिराख्ने सोचमा हुनुहुन्छ? खोइ अहिले त्यो त अहिले ऊ गरे छैन। अहिले त्यस्तो छैन है। अब अब काम टाइम छैन अब। धेरै ऊ भयो भने त छोड्नु पनि पर्छ। अब अहिले त फिक्स त छैन। हजुर। अनि हजुरले आफ्नो जाइरो कार्ड पासवर्डहरू ब्याङ्क कार्डहरू होकेनहरू आफैसँग राख्नु भएको छ नि है। नै सक्छ। ए अनि रुम रेन्टहरू अनि वर्किङ आवरहरू कन्ट्याक्ट अनुसार पाइराख्नु भएको छ नि है। वर्किङ आवर त पाएको छैन। वर्किङ आवर कहिले कम कहिले बढी बढी त कहिले हुन पो। बोनस सोनस हुन्छ भन्ने कुराहरू पनि बोनसहरू टाइम भएको छैन। हजुर। अनि त्यो क्युरो हजुर। बने जस्तो त भएको छैन हुनु त त्यही त। हजुर स्यालेरीहरू त टाइममै पाइराख्नु भएको छ होला सायद है। पाउनु चाहिँ टाइममै पाए हो। हजुर। खोइ पहिले त यो अहिले यो महिना फेरि एकैचोटि दिन नदिने रे ट्रेन भाडाहरू। हजुर। पहिले चाहिँ दिइरहेको थियो यो बिचमा चाहिँ नदिने भयो खोइ। ए, अनि भनेको बेलामा छुट्टीहरू पाइराख्नु भएको छ होला नि है। छैन त्यस्तो कहाँ बिदाको बेलामा पनि कहिले त काममा जानुपर्छ बिदाको बेला पनि जानुपर्ने हुन्छ। कहिलेकाहीँ चाहिँ त्यस्तो हुन्छ है। उम्, अनि हजुरलाई काम गर्दाखेरि असहज हुने कुराहरू भएको छ र धम्की दिने गाली गर्ने थर्काउनेहरू त्यस्तो केही भएको छ र? धम्की दिने थर्काउने त त्यस्तो त छैन खासै छनु त। तर हजुर। कुनालाई माथि गर्ने कुनालाई तल गर्ने मान्छे त छ नि छन्। ए हस् हुन्छ। अनि हजुरसँग कोही इलिगल काम गर्नेहरू हुनुहुन्छ र? कोही छैन त्यस्तो। त्यस्तो कोही हुनुहुन्न है। अनि खाना छैन। बस्न रुम रेन्टहरू कन्ट्र्याक्ट अनुसार नै भएको छ होला नि। खाना बस्ने ठिकै छ छनु त अहिले त। हजुर। बस्ने त हो खाने त आफ्नै हो। ए अनि हजुरलाई हाम्रो कम्पनी प्रति केही गुनासो छ भने भन्न सक्नुहुन्छ है, केही प्रब्लमहरू छ भने भन्न सक्नुहुन्छ है। प्रोब्लम त खोइ हाम्रो त यहाँ किचनतिर एकदम माथिबाट त्यो आबुराहरू खसिरहेको हुन्छ क्या तेलहरू पुरै त्यो पुरानो भएर त्यो चेन्ज गरिदिनु भयो भने कहिले चेन्ज गर्ने होइन कति हजुर। फोहोर छ त्यो। माथिबाट पुरानो रहेछ क्या माथि चिम्नी। हजुर। चिम्नी चाहिँ त्यो चाहिँ चेन्ज गर्नु पर्यो भनेर भन्नुहोस् ल एकदम खाना पकाउनु बेलामा माथिबाट धेरै तलबाट पकाउनु बेला माथिबाट सबै मिल भएर आउँछ क्या त्यो हजुर। पग्लेर। ए त्यो पुरानो चिम्नीले चाहिँ त्यो फेर्नु भन्दा अहिलेसम्म फेरेको छैन कति एक वर्ष भइसक्यो। हो र। अनि हुन्छ आज पनि म कुरा राखिदिउँला यो चाहिँ। उम् अरू केही प्रब्लमहरू? त खासै केही छैन के हुनु कोही। अरू छैन है। उम् हस् हुन्छ। तपाईँको समयको लागि धेरै धेरै धन्यवाद छ। अब हस् त केही पऱ्यो धन्यवाद। भने चाहिँ ग्रुपहरूमा मेसेज गर्न सक्नुहुन्छ। ग्रुप छ हाम्रो है। खोइ सेकेन्ड इन्चार्जहरूलाई हामीले पनि भनेको हो यस्तो छ उसो छ भन्दा त तिमीहरूले किनेर लाउनु के भन्छ खोइ के भने हो केही के कस्तो तरिकाले भनेर थाहा छैन। तिमीहरूले किनेर लगाउन तिमीहरूले बनाएको भन्छ हामी आउँदाखेरि नि त्यस्तै पुरानो थियो त्यो। हजुर। हुन्छ हुन्छ म यो कुरा चाहिँ राखिदिन्छु। अब उहाँहरूले के गर्नुहुन्छ अब यो भिडियो चाहिँ उहाँहरूसम्म जान्छ के अरे। उम् हुन्छ। हस् हुन्छ। उच्कार हस् समादेश। त, हस्।